सुन्दा नमिठो लाग्न सक्छ, तर न्यू रोड विशाल बजारतिर नेपाली जनताले आज आफ्नो स्तर अनुसारको व्यवहार प्रदर्शन गरेका छन्। यदि यो हप्ता कुनै सम्पन्न देशका विदेशी नागरिक काठमाडौँ भ्रमण गरिरहेका छन् भने तिनले नेपाली नागरिकको चेतना स्तर ठ्याक्कै थाहा पाउनेछन्। मूर्ख मान्छेहरू भन्नु पर्यो, अति नै भने छिर्नै नसक्ने अवस्थामा राखेको छ। 2 दिन काठमाडौँको नगर प्रहरी सडकमा ननिस्किदा हामी नेपालीले के गर्दा रहेछौँ भिडियो प्रष्ट बोलिरहेको छ। हामी के बोलौं, जस्तालाई त्यस्तै भन्ने त नेपालीमा उखान नै छ। कहिल्यै सुध्रिन नसकेको नेपाली शैलीलाई सोही अनुसार सरकारले कानुनको डण्डा चलाएको थियो। कानुनको धज्जी उडाउँदै मनपरी गर्न पाएका अति स्वतन्त्र नेपाली नागरिकलाई बालेन शाह स्थानीय सरकार प्रमुख भएर काठमाडौँ महानगरपालिकामा आएपछि महानगर प्रहरी बल आक्रामक बनेको थियो। सडक, फुटपाथ र सार्वजनिक स्थलको सही प्रयोगका सन्दर्भमा निर्दयी तरिकाबाट नै फुटपाथ चौडा बनाउने, पैदल यात्रीलाई सुविधा दिने, फुटपाथमा व्यापार गर्न नदिने, सडकमा पार्किङ गर्न नदिने नियम कार्यान्वयनमा ल्याइएको थियो। यसको नियमितताका लागि सधैँ नगर प्रहरी खटिन्थे। निसासिएको न्यू रोड विशाल बजार असन क्षेत्र केही हदसम्म खुला पनि भएको थियो। तर गणेश नेपाली आत्मदाह घटनापछि सडकमा नगर प्रहरी निस्किएको छैन। प्रहरी नदेखेपछि स्वतन्त्रताको अत्याधिक अधिकार उपभोग गरिरहेका नेपाली जनले करिब 2 वर्षपछि न्यू रोड विशाल बजार क्षेत्रबाट चरित्र देखाइदिएका छन्। एउटा दुर्घटना हुनाले अहिले नगर प्रहरी, ट्राफिक प्रहरीहरू सबैजना अलिकति सुस्ताको अवस्थामा चाहिँ अब यसरी चाहिँ अब हुँदैन भन्ने ठाउँ निषेधित ठाउँमा राख्नु भने त यो त अलिकति सोच्नै पर्ने कुरा हो। नेपालीमा उखान छ, कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राख्दा पनि बाङ्गै। आज न्यू रोड क्षेत्रमा जनताले ठ्याक्कै यही उखान कार्यान्वयन गरेका छन्। मिल्न त मिल्दैन हजुर, अब के गर्नु, अब व्यापार सेपार छैन, अहिले राख्न त पाउँदैन खासै भने नि महानगरको। अब यस्तो भएको छ अहिले, अब यसो अहिले छैन, अब बाटो सुनसान छ अहिले, यसो राख्यो त्यसपछि अहिले एकछिनपछि भित्र हालिहाल्ने हामीले। सामाजिक सञ्जालमा सुशासनको डङ्का पिट्दै राष्ट्रवादी देखिँदै स्टाटस ठोक्नेहरू पनि आज यही भिडमा मौकाको फाइदा उठाइरहेका भेटिए। आज न्यू रोडको दृश्यले सायद लाज पनि मुख छोपेर भाग्यो होला। अस्तव्यस्त पार्किङका कारण काठमाडौँको न्यू रोड क्षेत्र पुरै भद्रगोल देखियो। ट्राफिक नियम उल्लङ्घन गर्ने मात्रै होइन, पुरै फुटपाथ कब्जा गरिएको छ। मुख्य सडकमा सवारी साधन पार्किङले ओगटेको छ भने फुटपाथ खुद्रा पसलेले ओगट्न थालेका छन्। देश बनाउने हिसाबमा सबै नागरिक जिम्मेवार बन्नु पर्यो। त्यसरी जहाँ पाए त्यसरी राख्दा भइँदैन। भोलि हामीले हाम्रो पुस्तालाई, पछिल्लो पुस्तालाई एउटा के सन्देश दिने त? देश सधैँ यसै गरी बन्छ त? बन्दैन नि। त्यो हिसाबले रुल्सलाई फलो गर्नु पर्यो, कानुन सबैले मान्नु पर्यो क्या। जसको शक्ति उसको भक्ति शैलीमा न्यू रोड क्षेत्रलाई अस्त व्यस्त पारिएको छ। मुख्य सडक पार्किङका कारण सवारी साधन आवत जावतमा अवरोध सिर्जना भएको छ भने फुटपाथमा राखिएका अनगिन्ती पसलका कारण पैदल यात्रीलाई हिँडडुल गर्न शास्ति पुगेको छ। पार्किङको नियम उल्लङ्घन गर्नेमा सर्वसाधारण मात्रै नभएर नियम पालना गराउनु पर्ने ट्राफिक प्रहरी लगायतका सुरक्षाकर्मीका सवारी साधनदेखि विदेशी दूतावासका सवारी साधनसम्म छन्। नो पार्किङ लेखिएका सूचना राखिएका स्थानमै जिम्मेवार निकायका सवारी साधन पार्किङ गरिएको भेटियो। विदेशी नियोगका सवारी साधनले पनि नो पार्किङको नियम खुल्ला उल्लङ्घन गरे। ट्राफिकहरूलाई चाहिँ अब ट्राफिकले पनि सोधेर कारबाही गर्नुपर्छ भन्छन्। अब छोडिदिरहेको हुन्छ। हामी सर्वसाधारणलाई चाहिँ जहाँ भेट्यो त्यहीँ कि त हुइल लक लाउने कि चाहिँ सिधै चाबीले खोसेर अथवा चिड काटिहाल्ने। स्ट्यान्ड बाई बस्दा पनि अब त्यो पठाउलाई पनि अब हामी म त त्यो पठाउ त होइन, स्ट्यान्ड बाई बस्दा पनि चिड काटेको अवस्था हुन्छ। अब त्यो भेदभाव चाहिँ छ भ्याइबी र सर्वसाधारणलाई। ठाउँमा नो पार्किङ लेखिएका सूचना बोर्डको खिल्ली उडाउँदै निषेधित क्षेत्रमा पार्किङ गरिएको छ। केही महिना अघिसम्म सफा र व्यवस्थित न्यू रोड भन्दै प्रचार गरिएकोमा अहिले पुरानै अवस्थामा फर्किन थालेको छ। मुख्य सडक भन्दा भित्री गल्लीहरूमा गरिएको पार्किङले त हामी आफैलाई गिज्जाउने खालको छ। मान्छे नै हिँड्न नमिल्ने गरी गल्लीमा दुवैतर्फ मोटरसाइकल, स्कुटर पार्किङ गरिएको छ। भित्री गल्लीहरूमा पार्किङ यसरी गरिएको छ कि आफैले राखेको मोटरसाइकल निकाल्न नै मुस्किल पर्ने अवस्था छ। यी लज्जास्पद दृश्यहरू न्यू रोड क्षेत्र गल्लीहरूको हो। नियम उल्लङ्घन गर्नेहरूका 3-4 लाखका मोटरसाइकल, स्कुटर चढ्ने मात्रै नभएर करोड माथिका कार चढ्नेहरू पनि छन्। सडकमा जहाँ पाए त्यही पार्किङ गर्दा आवत जावतमा अवरोध त पुगेको छ नै, साथै शहरी सुन्दरतामा पनि असर पुगेको छ। नेपाली जनले नियम पालना गरेन। न्यू रोडका के गल्ली के मुख्य सडक जहाँ पनि पार्किङ गरेपछि ट्राफिक व्यवस्थापन नै अस्त व्यस्त बनेको छ। यसै पनि न्यू रोड अति व्यस्त बजार हो जहाँ दैनिक हजारौं हजार लाखौं लाखको संख्यामा किनमेलका लागि मानिसहरू पुग्ने गर्दछन्। बिहान दिउँसो बेलुका जुनसुकै समयमा पनि उस्तै भिडभाड देखिन्छ। किनमेल र घुमघामका कारण आफैमा भिडभाड हुने न्यू रोडमा फुटपाथमा व्यवसाय गर्दा र अव्यवस्थित पार्किङका कारण थप समस्या सिर्जना भएको छ। न्यू रोड भद्रगोल बन्दै गएपछि सामान्य नागरिक आफै पनि आजित बनेका छन्। यो त तपाईको राम्रो होइन, पार्किङ गरेर यसरी जताभावी पार्किङ गरेको त मान्छे हिँड्ने मान्छेहरूलाई पनि डिस्टर्ब छ होइन। जता पाए उता पार्किङ गरिरहेको छ।
पार्किङ छ नि अहिले धरारामा पार्किङ निःशुल्क पार्किङ गरेको छ, त्यहाँ पनि पार्किङ गर्न सकिन्छ होइन। पछिल्ला केही अप्रिय घटनाहरूका कारण काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी सुस्ताएको अवस्थामा देखिएको छ। कहिले चाहिँ हटाएको छ, कहिले यहाँ पार्किङ राखिरहेको छ, यत्रो लाइन छ होइन, अब बुझ्नै सकिन्न। अब व्यवस्था त गर्दैछ, अब त्यति कुनै व्यवस्था गर्दै ठाउँमा प्याक भइसकेको हुन्छ, पार्किङ थोरै हुन्छ, सवारी साधन धेरै भयो भन्ने काम एकतिर परे हुन्छ, पार्किङ अर्कोतिर परे हुन्छ, वहाँदेखि लेफ्ट राइट आउनु पर्यो। बाटो अतिक्रमण अब यो सवारीहरूको नियम कानुन पालना गर्दै भनेर चाहिँ ट्राफिकले जरिवाना तिरायो, त्यसमा चाहिँ सानो मिस्टेकले एउटा दुर्घटना हुनाले अहिले नगर प्रहरी ट्राफिक प्रहरीहरू सबैजना अलिकति सुस्ताको अवस्थामा चाहिँ अब यसरी चाहिँ अब हुँदैन भन्ने ठाउँ निषेधित ठाउँमा राख्नु भने त यो त अलिकति सोच्नै पर्ने कुरा हो। अब 2 दिन अब अप्ठ्यारो पऱ्यो भनेर ट्राफिक प्रहरीहरू सबैले अलिकति खुकुलो छोड्दै यस्तो गर्दाखेरि यस्तो यो त खै अब के भन्ने, ब्रह्मलुट भनौँ भने पनि यहाँको व्यापारीहरूले कुट्न आउलान् फेरि होइन, यस्तै छ यहाँको माहौल। हेर्नु न अब के भन्ने। मबाट सिक्ने भन्दा नि यस्तो हजुर, जब अब फुटपाथमा पसल लगाएपछि यहाँ पसलमा मान्छे आउँदैन, जो पनि ग्राहकहरू खोज्छ फुटपाथबाटै सामान किन्न खोज्छ, 2-4 रुपियाँ सस्तो पाउला भनेर त्यही अनुसार हुन्छ हजुर। अब गाडी सारी यहाँ अब खासै गाडी त्यति पनि हिँडेको छैन आज, त्यही कारणले राखा नभए त किन राख्नु नि हजुर। राज्यले दिनुपर्ने ठाउँमा दिएको सुविधा चाहिँ पब्लिकले उपभोग चाहिँ गर्नुपर्ने हो। अब यो व्यवस्थित नियम कानुन नमानिकन त्यसो गर्दाखेरि चाहिँ देश कसले बनाउँछ त? पछि देश बनाउने हिसाबमा सबै नागरिक जिम्मेवार बन्नु पर्यो। त्यसरी जहाँ पाए त्यसरी राख्दा भइँदैन। भोलि हामीले हाम्रो पुस्तालाई पछिल्लो पुस्तालाई एउटा के सन्देश दिने त? देश सधैँ यसै गरी बन्छ त? बन्दैन नि। त्यो हिसाबले रुल्सलाई फलो गर्नु पऱ्यो, कानुन सबैले मान्नु पऱ्यो क्या। नियम बराबर हुनु पऱ्यो, सबैले हुनु पऱ्यो। अब कसैले के जस्तो तपाईँले अहिले उठाउनु भयो सरकारी कर्मचारी अथवा सरकारी निकायको गाडीहरू कहीँ राखे भन्नुभयो नि, हो त्यसलाई पनि सरकारले तदारुकताको साथ नियमन गर्नु पऱ्यो। त्यो जो मान्छे छन् त्यसले पनि त एउटा आफ्नो नागरिकको दायित्व निर्वाह गर्नु पऱ्यो नि त। त्यो नगरे भएर नै समस्या आइरहेको हो कि जस्तो लाग्छ मलाई। त्यो गैर जिम्मेवार भयो, त्यो व्यक्तिको गैर जिम्मेवार भयो। जो सरकारी निकायका व्यक्तिले राखे नि त्यो उसको गैर जिम्मेवारीपनको हुन्छ। किन त राज्यले त यो ठाउँमा यसरी चाहिँ पार्किङ गर्ने, यो ठाउँमा यसरी सेवा सुविधा लिने, यहाँ यसरी पार्किङ गर्ने, फुटपाथमा व्यापार नगर्ने भन्ने कुरो त एउटा गरेको छ नि त। त्यही भएर भनेको पहिला सबैभन्दा पहिला व्यक्ति नागरिक तपाईँ पनि म पनि सच्चिनु पऱ्यो, कानुन नियम पालना गर्नु पऱ्यो भन्ने कुरा हो कि। त्यो नभएसम्म देश बन्दैन। योभन्दा आजको सरकारहरूले त के गरेको थियो त? काङ्ग्रेस एमाले माओवादी अब भनौँ त्यही बाटोमा राजसभा पनि जाने त होइन। सुधार्नुपर्छ जनता, तपाईँले पनि गर्नु पऱ्यो, मैले पनि गर्नु पऱ्यो, इभन कोही नागरिकले पनि गर्नु पऱ्यो भन्ने कुरा हो क्या। अब धेरै कुराहरू सानो कुराहरूले धेरै ठुलो घटना घट्न सक्छ। त्यही कारणले गर्दाखेरि सबै एउटा नियम चाहिँ सबैले पालना गर्नुपर्छ के। हेर्नु न अब यसरी अवस्थित हिसाबले तपाईँको पार्किङ गरेको छ यहाँ। अब तपाईँको पुलिसलाई पनि गाह्रो छ क्या होला, पुलिसलाई बोल्न दिन्न। हेर्नुहोस् अहिले जहाँ पनि राज्य पछिलाई कमजोर बनाउँछ क्या जसले पनि होइन, त्यो कुरा हो होइन। गल्ती गर्नेलाई त कारबाही गर्नै पर्छ होइन। सानो कुराहरूले यस्तो हो कि सबभन्दा तपाईँको मान्छेलाई सम्झाउन सक्नु पऱ्यो। हेर्नुहोस् है, पुलिसहरूले पनि तपाईँको सम्झाउन सक्नुपर्छ क्या मान्छेहरूलाई कुन तरिकाले सम्झाउने होइन। त्यही कुराहरू अलिक खरो तरिकाले बोल्दाखेरि त्यही नराम्रो मानिन्छ होइन। राम्रो त्यही कुरालाई चाहिँ नरम हिसाबले बोल्ने हो भनेपछि त्यही कुरा पनि राम्रो हुन जान्छ। त्यो कारणले गर्दाखेरि अब यो त तपाईँको राम्रो होइन। पार्किङ गरेर यसरी जताभावी पार्किङ गरेको त मान्छे हिँड्ने मान्छेहरूलाई पनि डिस्टर्ब छ होइन। जता पायो उता पार्किङ गरिरहेको छ। पार्किङ छ नि अहिले धरारामा पार्किङ निःशुल्क पार्किङ गरेको छ, त्यहाँ पनि पार्किङ गर्न सकिन्छ होइन। पहिलाको भन्दा अहिले तपाईँको लगभग 1 वर्ष जति भयो एकदम लापरवाही छ कि। 1 वर्ष पहिला त अलिकति केही थियो नि त, 1 वर्ष भयो एकदमै लापरवाही। जता पायो उता पार्किङ हेर्नु, यता पायो उता हेर्नु पार्किङ। पहिला कहाँ गर्न पाउँथ्यो? यस्तो पाउँथेन नि त। पहिला तपाईँको तुरुन्त कारबाही गर्थ्यो, ऊ गर्थ्यो। कारबाही गरे पनि तपाईँको बोल्थेन। अहिले त कारबाही गरे पनि कराउँछ अब।